होइन अहिले फिजारमला यति बेला हामीसँग चाहिँ हाम्रो यो बुवाको चाहिँ यो आइसी पैसा छोराले इन्डिया कमाउनु भएको रहेछ बल्ल थाहा पाएर उहाँले झिक्नु भएको छ। अब हामी यो पैसाको बारेमा छलफल गर्दैछौँ। यहाँ दाइ हुनुहुन्छ यता गर्दाखेरि अब गाइज यो पैसा चाहिँ मोदीले चाहिँ लट्टै बन्द गरिदिएर हाम्रो यता बाजेलाई चाहिँ गाइज गाह्रो भयो। उहाँले बल्ल थाहा पाउनु भयो चाहिँ 1 महिना पहिला थाहा पाउनु भयो यो पैसा उहाँले छोराले कमाएको पैसा एकदमै यस्तो राख्नु भयो रहेछ देखिआएको होइन। गरम कति छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 रहेछ भनेपछि 48,000 रुपियाँ यहाँ रहेछ हेर्नुहोस्। अब यो बाजेले चाहिँ छोराले चाहिँ इन्डिया गएर कमाएको यहाँ यता बाजेलाई देखाइदिनुहोस्। उहाँ बाजेले चाहिँ यो बाजे खास के भयो यो पैसा तपाईँले किन यत्रो पैसा चाहिँ गुमनाम राख्नुभयो यो अहिले चल्दैन के भयो बाजेले भनिदिनु पर्यो यो विषयमा। बाजेले केही भन्नुहुन्न फेरि बाजेले भन्नुहोस् के गर्नको लागि यो पैसा चाहिँ डाम्पट बनाएर राख्नुभयो थियो घर बनाउनु भनेर घर बनाएर त्यो उहाँले कर्मी बुझाउने बेला यो पैसा झिक्नु भयो। झिक्दाखेरि कर्मीले चाहिँ यो पैसा बुझ्न मानेनन् किन मानेन भन्दा यो पैसा चाहिँ मोदी सरकारले चाहिँ प्रतिबन्ध लगायो उहाँलाई कसैले पनि आइसी पैसा चाहिँ उ गर्दैन के अरे चल्दैन अब भनेर भिजा खारेज गर्ने ल ल्याउनुहोस् भनेर चाहिँ भारत सरकारले पनि भनेको थियो। त्यो कुरा चाहिँ जानकारी भएन बाजेलाई जसले गर्दा यो पैसा हेर्नुहोस् यत्रो पैसा अब यो पैसा के गर्ने त भन्ने बाजेले डम्पट पारेर अझै राख्दै हुनुहुन्छ राख्नु पर्यो। अब यत्रो पैसा छ हेर्नुहोस् यो यत्रो पैसा बाजेको छोराले कमाएको डाम्पट बनाएर राखेर यो चाहिँ मोदी सरकारले यो पैसा लगेर बाजेलाई चाहिँ अर्को पैसा यो एकदमै परिश्रम गरेको पैसा भएको हुनाले मोदी सरकारले यो कुरा सुनिदिनु पर्यो भन्ने हाम्रो चाहिँ माग छ। नत्र नि हामी अनसन बसिन्छ बाजे अनसन बस्न सुरु गर्नुहुन्छ। बाजेले चाहिँ अहिले चाहिँ गोठ चाहिँ 4 लाखको 7 लाखको चाहिँ घर गराउनु भएको छ। घरगोठ गरेर 10 लाख लगभग 11 लाखको चाहिँ उहाँले गाउँमै बसी कमाएर चाहिँ गराउनु भएको छ। यो छोराले कमाएको यही चाहिँ पैसा त्यहाँ ल बा यो घर गराउनु यो पैसाको लागि यहाँ नेपाल सरकारले पनि पहल गरिदिनु पर्यो। विशेष गरेर हाम्रो वडाका जनप्रतिनिधिहरूले पालिकाका जनप्रतिनिधिहरूले पनि यो पहल गरिदिनु पर्यो। उहाँलाई चाहिँ विशेष गरेर यो पैसा चाहिँ अब चलेन होइन। तर अब यो बल्ल थाहा पाउनु भयो बाजेले अब यो हाँसु लाग्छ फेरि। हाम्रो बाजेले यो पैसा जुन छ बाजे के भन्न चाहनुहुन्छ यो पैसा अब नचलेर तपाईँलाई कस्तो दुःख लाग्छ कि के लाग्छ बाजे भन्नुहोस्। अब कसरी चलाउने हो कहाँ गएर चलाउने हो दुःखै छ। बल्ल चाहिँ घर बनाउन भने ट्याक्क कर्मी बुझाउने बेला पैसा चाहिँ चलिन होइन बाजे। त्यही त यो चाहिँ अब यो सरकारले चाहिँ बाजेको चाहिँ यो पैसा चाहिँ यत्रो मुठा पैसा चाहिँ भएन एकाएक चाहिँ गाह्रो भनौँ समस्या भयो। बाजेले अब घर प्लस्टर गर्दै हुनुहुन्छ पैसा अब निकालेको पैसा यस्तो भयो होइन बाजे। घर प्लस्टर गर्न भनेर राखेको पैसा हेर्नुहोस् पैसा चाहिँ यस्तो पैसा पर्यो है। अब अझ एउटा